हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ म जान लागेको छु चिसो पानी। अनि यो चाहिँ कहाँ यो थाहा छैन मलाई। मम्मी यो कहाँ हो? यो गल्याङ। हामी चाहिँ गल्याङ पुग्यो बल्ल। अब हामी चिसा पानी जान्छौँ हैन। पौडी खेलेको म पौडी खेल्छु हैन। आज चाहिँ धेरै रमाइलो हुनेवाला छ। दिदी र दाइ त्यहाँ, आमा आउनुहुन्छ, मम्मी आउनुहुन्छ, बुवा चाहिँ बुवा पछाडि आउँदै हुनुहुन्छ। बुवा पछाडि आउँदै हुनुहुन्छ हैन। म अब स्विमिङ पुल जान्छु। अनि फेरि धान पाकेछ, यी पुरै धान पाकेर भइसकेछन्। कोही त काटेर पनि भइसके पुरै। म चाहिँ अस्ति रेस्टुरेन्टमा गएको थिएँ, त्यतिखेर भ्लग बनाउनु पाएन, त्यही भएर आज बनाएको हैन। बाँकी चाहिँ अहिले स्विमिङ पुल पुगेपछि भन्छु ल गाइस। अब चाहिँ म स्विमिङ पुल पुग्न लागिसकेँ। अब यो यहाँ हेर्न सक्नुहुन्छ स्विमिङ अलि नजिकै यो धानको फाट रहेछ। पुरै धान पुरै पहेँलो फलिरहेछ पुरा। उता पर गल्याङ रहेछ होइन, उता गल्याङ रहेछ। त्यो पहिरो गएको ठाउँमा गल्याङ होइन। अनि हामी अब यो कुन ठाउँ हो गाइस? यहाँ हेर्नुहोस् पानी पुरा स्विमिङ पुल हो त्यहाँदेखि यहाँसम्म। माछा पालन पनि गर्न मिल्छ, तर अलिक ठुलो हुनुपर्छ। अनि अब यो ठाउँ कहाँ मम्मी? यो ठाउँ कहाँ हो? अब यसलाई के भन्छ कसले थाहा छैन। उता ट्रेक्टर आउनु लाग्छ होइन, उता परबाट देख्नुहोस् होइन। चस्मा पनि लगाइदिउँ अलि। रुक्न चस्मा लगाइदिन्छु होइन। ट्रेक्टर चाहिँ आउनु लागिसक्यो यहाँ। छिटो हिँड्नुपर्छ, फेरि ट्रेक्टरले यहाँ पानी छेक्न सक्छ। अनि हामी चाहिँ अब माथि उक्लिनु पर्छ। ट्रेक्टर यहाँ स्याम्रो बाटो छ। अब जानुपर्ने छ होइन। यो ठाउँको नाम चाहिँ अहिले एकछिनमा भन्छु, मम्मीले सम्झिँदै हुनुहुन्छ होइन। यो ठाउँलाई चाहिँ 12 मुरी भन्छन् रे। यति धेरै धान फलेछन्, पुरै पहेँलो फलेछन्, नएको छैन होइन। बाटो चाहिँ गलकुटको बाटो होइन। को चिसा पनि जानु हात कमेन्ट पनि गरिदिनु होला। अनि गाइस यो के कुरो अरे, यसले पुरानो जमानमा यसले कपाल कोर्ने हुन्थ्यो अरे मम्मीले पुरानो जमानामा होइन। अब गाइस मेरो बालो दिदीले गर्नु अरे भ्लग। ल गर्नुहोस्। ल यसरी गर्ने हो, यस्तो गर्ने अनि यसरी गर्ने हो। हेलो गाइस, गर्दैछ हामी कहाँ पुग्यौँ थाहा? कहाँ? अब हामी बाँसखोला पुग्छौँ। बाँसखोला पुगेपछि बल्ल आधी बाटो हुन्छ, त्यसपछि अझै 15 मिनट लाग्छ, त्यसपछि पुगिन्छ। गाडी आयो, गाडी आयो। ए अब हामी गाडीमा जाने हो, गाडीमा जाने हो, गाडीमा जाने हो। अब चाहिँ हामी गाइस गाडीमा जाने हो अरे। भन्छन् भा झुडो बोल्या कि रियल बोल्या थाहा छैन। अब रियल अब गाडी हालेको छैन, गाडीमा गइन्छ नभए त उमा। अब गाइस गाडीमा जाने अरे। बुवाले यस्तो कुरा गर्दै हुनुहुन्छ। ढालमा बस्छौँ हामी। ल हिँड गाउँ सबै ढालामा बसौँ।